So hello guys, namaste and welcome back to my new vlog. तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। आज एकदमै ढिलो उठे है म, किनभने राति चाहिँ म अबेलासम्म सुत्दिन के, अनि त्यही भएर म चाहिँ बिहान धेरै छिटो उठ्न सक्दिन। मम्मी चाहिँ उठेर पनि कहाँ गइसक्नु भएको छ। आज चाहिँ म टाइम भन्दिन कति बजे उठ्यो भनेर हैन। सो बाहिरको भ्यूज हेर्नुहुन्छ भने कति आज चाहिँ बिहानै पानी परिरहेको रहेछ, अनि त्यही भएर पनि झन् बिहान पानी पर्यो भने त उठ्नै मन लाग्दैन के गाइज है। अब चाहिँ म आज चाहिँ घुम्नेवाला छु, मम्मी र म हैन। आज चाहिँ अझ घाम लागेको भए त अझ बाख्रा लगाएर माथि चढाउन जाने भनेको। अब आज खै अब गइन्छ कि नै, मम्मीले जाने भन्नुहुन्छ कि नै हैन। त्यही हो गाइज, मम्मी कति बेला आउनुहुन्छ। यहाँ भोक लागिसक्यो गाइज मलाई त। चिया नखानु ल, ग्यास्ट्रिक हुन्छ का। दुधले झन् ग्यास्ट्रिक हुन्न, दुध भनेको दुधले झन् ग्यास्ट्रिक बाख्रा चिया खा त ग्यास्ट्रिक बाबा निका पर्दैन। दुध खाने हो, चिया खाने हैन। मैले खान्छु नि। के पल्टेर खाँदा आउनु भयो? म त रातो चिया त खाराको बाबा भयो, त्यति भइहाल्यो। कतिचोटि खाने र चिया 1000 चोटि खाने हो। अब बहिनीले आगो सल्काउँछिन्। दाउरा चिर्नु पर्छ मम्मी। छन् त यी ओके, आगो सल्काउनु। धेरै सुन्दैन जहाँ गयो बोल्नुहुन्छ। आज हाँस्ने खुब पानी त दिके पुरा बाह्रलाई पानी त दिइन लाग्यो। अब भात नि बनाइदिइसकेँ मैले, खाएँ के। अब हजुरलाई बनाइदिनु पर्छ। कहाँ त्यो बिग्रेको खाने देखिदियो अनि कस्तो थियो र? नै मैले खै भाउजूले बिग्रेको भन्नुहुन्थ्यो गरे। देख्न त देखेँ कस्तो थियो के भएको र खासमा? केही भएको होइन, त्यो कुखुरा ठुँगेर हो। खानु न त, कुखुराले ठुङ्गेको भयो हजुरले। ठुँगे गरेर कुखुराले हो र, बिरामी भएर त होइन। हेर देखेको त छैन मैले, कस्तो छ है। खै त फुक्दै फुकिन्न रिस उठ्ने। बाँसको दाउरा त्यस्तै हो का। त्यही भएर अझै लिन जाने। खाना नबनाएको भए, भात नबनाएको भए तरकारी हिजै बनाइदिथे मैले। त्यही भात मात्रै त तन खाइ। झन् अस्तिको 1 हप्ताको तरकारी हो है गाइस, भन्न न। हिजोको बेलुकीको तरकारीसँग मैले खाइसकेँ खाना। मम्मीले चाहिँ खानुभएको छैन क्या। मम्मी थोरै भात थियो, मैले त्यही खाएँ। अब मम्मीलाई भात बनाइदिएको, तरकारी चाहिँ हिजो बेलुकीको छ क्या। हिजो भोलि बिहान बनाउन झ्याउ लाग्छ भनेर मम्मीले हिजै बेलुकी बनायो, अलि धेरै भनेर बनाएर हो गाइस। गाली नगर्नुहोस् है त। हेर्नु न, आगो फुके त्यो हुँदै हुन्न। अझ लिन जाने भन्नुहुन्छ मम्मीले। दुध भासी त खानु पर्दैन। दुध भातसँग सुरुप खाएको थोरै मात्र। दुई खायो हाम्रो पार्टीले खायो। खा कहिले खाने? रुख त्यो पारा नि आउँछ। कुन हो त्यही भएर चलेको भजिया भन्नै पर्दैन। यति धेरै फलिरहेको छ गाइस। तपाईँहरू खाना आउने भए पनि तपाईँलाई प्रशस्त खाना पाउनुहुन्छ कि। हेर्नुहोस्, एकछिनपछि मम्मीले भात खानुहुन्छ, त्यस पछाडि पराको बारीमा घाँस काट्न जाने दुधिलो बाख्रालाई। ओ म त भाडा मान्ने भनेको मान्नै भुलेछु। अब म मात्छु गाइस। अरू जस्तो त खान्न म त। मम्मीलाई काम हराउँछु, किनभने मैले भिडियो बनाउनु परेन। त्यही भएर चाहिँ मम्मीले काम गर्नु पर्यो। अब मम्मीले भिडियो बनाउनु जान्नुहुन्न, मेरो भिडियो बनाइदिनु जान्नुहुन्न, अनि त्यही भएर होइन मम्मी जान्नुभएको छ। जान्न त बिचरा। अब यहाँदेखि पानी झिक्ने अनि धुने गाइस। मस्काउँदै हुनुहुन्छ मम्मीले। यहाँ बिग्रियो क्या, हामीले यो टुटी हालेको छैनौँ नि त। नाला यहाँ जोडे हुन्छ के? जोडे त हुन्थ्यो के रे। हेर्नुहोस्, हाम्रो सुविधा छैन नि त गाइस, बनाउनु परेछ होइन मम्मी। मम्मी काम त मसैले मात्र गर्छु, हजुरले गर्नु पर्दैन। ओके, काम हजुरले नगर्नु, मैले मात्र गर्छु काम, मम्मीले नगर्नु भनेर मैले कति भन्छु, तर मम्मीले मात्र गर्नुहुन्छ। लास्टमा मैले केही धरी केही काम गर्दिनँ गाइस है।
अब चाहिँ गर्छु भनेर भन्दा हुन्छ तर गरेको छैन। हेर्नुहोस् मम्मीले यहाँ कति राम्रोसँग मल निकाल्दै हुनुहुन्छ। हिजो पानी परेको थियो नि त, बिहान पानी परेको थियो अनि त्यही भएर आउँछ नि हाम्रो चाहिँ यसरी मल बनाउँछौँ। मम्मीले बनाउनुहुन्छ, मम्मीको मेहनत, यो चाहिँ मम्मीको मेहनत हो। बाख्राले चाहिँ यहाँ घाँस खाँदैछ। अहिले यताको भिउ चाहिँ यस्तो छ गाइज है। खाना खाइसकेपछि चाहिँ निन्द्रा मात्र लाग्छ के। उता जाने भनेको अझ घाँस काट्न जाने होला नि, हालिदिनु र घाँस काट्न जाने भनेको निन्द्रा मात्र लाग्छ गाइज। केही हुँदैन, अब पाकिन्छन् कि सल्लीतिर लिजा। ओके ओके गाइज, म सल्ली पिराल लिन जान्छु। हाम्रो सल्ली पिराल चाहिँ मम्मीले यहाँ ढाकेर राख्नु भएको छ। हेर्नुहोस् त केले ढाकेर राख्नु भएको छ। ओ माई गड, सर्पहरू आउँछन् कि डर लाग्छ मलाई। सल्ली पिराल हेर्नुहोस् सल्ली पिराल यहाँ यसरी ढाकेर राख्नु परेछ मम्मीले। यति धेरै सुत्दा नि रातभरि दिनभरि सुत्दा पनि नि निन्द्रा लागेको लागि गर्छ यार। जाँदैछौँ सो गाइज, हामी चाहिँ जाँदैछौँ हाम्रो पराको बारीमा, अलिक के भन्छौँ पराको बारीमा जाँदैछौँ। दुधिलो झार्न अनि पयुम पनि झार्नुहुन्छ होला मम्मीले। फ्रीमा साग लैदिन लाउनु भएको छ। आफूलाई मन नपरेर, हेर्नुहोस् गाइज, आफूलाई मन नपरेर न त लगिदिनु हुन्थेन कि कुनै त फलेछ। पाकेको छ कि नै है, हेरौँ है त। यत्तरी गाइज, तपाईँहरूले जहिले आमालाई मात्र काम गराउने भन्नुहुन्छ। आज चाहिँ म बुटोमा चढ्नेवाला छु। मम्मीले भिडियो खिचिदिनुहुन्छ गाइज है। के रे मम्मी, म कता थाल्दैन। यो बुटोमा म जानेवाला छु। मम्मीले तरकारी फकाएर लिएर आउनुभयो गाइज है। तरकारी फकाएर लिएर आउनुभयो मागेर, किनकि मम्मीले पनि दिनुभएको थियो फापरको साग। त्यही भएर मम्मीलाई चाहिँ मनपर्ने गोपी लिएर आउनुभएको छ। सो अब चाहिँ म बुटोमा जान्छु अनि बुटोमा गएर काट्छु दुधिलो। सो ल्याउन आसी मम्मी, उहाँ छ माथि। मै काट्छु। हेर गाइज, यस्तै गर्नुहुन्छ कि मैले काम गर्छु भन्दा काम गर्नै दिनुहुन्न। अनि फेरि तपाईँहरूले भन्नुहुन्छ कि छोरीले काम नगर्ने, आमाले मात्र सधैँ काम गर्ने भन्नुहुन्छ। आमाले मलाई काम गर्नै दिनुहुन्न। फेरि उदाउन जानुभयो। ओके, मम्मी चाहिँ उदाउन जानुभएको अरे। मैले त्यो लग्छु अघि मैले सिमालमा लगाएको भिडियो मम्मीले देखाइदिनु भएछ। पुरै आफ्नो हातले छेकिदिनु भएछ क्या गाइज। एकदिन म त्यो कहाँ अझ खै अरे एकदिन रहेछ क्या गाइज। त्यसै होइन माथि हेर्नुहोस् न गाइज, हाम्रो चापी, मेरो ब्रस पो चापी भएको रहेछ त। हेर मेरै ब्रसले अझ। सो हामी फाइनल्ली हामी रुममा आइसक्यौँ। सो गाइज, हामीले चाहिँ आज खाजा के खाने? तरकारी त यही खाने त नि। खाजा के खाने? चाउचाउ ल्याउने। के बनाउने अरे? चाउचाउ ल्याउने अनि पैसा कमाउँदैछौँ के अरे। आउने हो कि होइन युट्युबदेखि पैसा? अनि चाउचाउ ल्याउने अनि के अरे अमिलो हाल्ने, मिठो बनाउने, चटपट बनाउने, खाने। मुई देख्न सक्नुहुन्छ मुई गाइज। अब यो मम्मी